काङ्ग्रेस बच्ने र काङ्ग्रेस बचाउन सक्ने नेताहरू नै काङ्ग्रेसभित्र आउनुपर्छ र उहाँहरूको हालुङ्गाली चल्नुपर्छ भन्ने मान्यताका साथ हामी भन्दैछौँ अब अविलम्ब विशेष महाधिवेशन गर्नुपर्छ। शेरबहादुर देउवा केन्द्रीय कार्य समितिभित्रको बैठकमा नबस्ने तर बाहिरबाट उहाँहरूले केन्द्रीय कार्य समितिको बैठकको निर्णयको उप उहाँले चाहिँ 1-to-1 वार्ता गर्न परेपछि अन्तिममा देउवाकै मुख ताकेपछि अनि पार्टी प्रवक्ताले 28 गतेको केन्द्रीय कार्य समितिको बैठकमा देउवाले कार्यवाहक दिएर बाहिर जाँदै गर्दा बडो मधुर ढङ्गबाट भन्नुभएको थियो सभापतिजीले राजीनामा दिनुभएको होइन, स्वास्थ्य स्थितिका कारण उहाँले कार्यवाहक मात्रै दिनुभएको हो। नेपाली काङ्ग्रेस पार्टीमा अझै पनि उहाँको भूमिका रहन्छ भनेर उहाँले भनेको जस्तो आज व्यवहारले त देखाइरहेको छ। के काङ्ग्रेस देउवादेखि देउवासम्म मात्रै हो कि त्योभन्दा पनि बढ्ता हो? कि काङ्ग्रेसले सोच्ने भनेको बैठक, पुनः बैठक, फेरि बैठक, भरे बैठक, भोलि बैठक, 5 दिनपछि बैठक, 6 दिनपछि बैठक, बैठकै बैठक, बैठकै बैठक, यही हो काङ्ग्रेसको आजको एजेन्डा या त्योभन्दा बढी छ? यसका विषयमा अब बैठक गर्नुहुन्छ कि निर्णय गर्नुहुन्छ तपाईँहरूका उप आजलाई यति नै। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल।